अब हेर्नुहोस् मान्छे सुख खोज्नलाई विदेश जान्छन् पैसा कमाउँछन् अनि पैसा कमाउँछन् आएर घरमा मजाले अमन चयन गरेर बसौँ भन्ने सोच हुन्छ ए मेरो छोरो मरो यो भतिजो मरो 1 लाख रुपियाँ कमायो कमाउँछ अहिले बिदामा आएको थियो हेटौँडामा चाहिँ अब उसले भनेअनुसार अब कति कमाउँछ थाहा छैन बढी नै कमाए पनि ठिक छ केही छैन तर मतलब 1 लाख रुपियाँ महिना कमाइ पनि यदि दुःख गर्नुपर्छ नि 1 लाख रुपियाँ किन कमाउनु भन्ने मेरो मान्नु छ अनि ल्याएर अब यत्रो चाहिँ दुःख गरिरहेको छ यसले 1 लाख रुपियाँ उहाँ प्लेन चढेर आयो दुबईबाट हो त्यसपछि भरतपुरमा पनि प्लेन चढ्यो आयो यहाँ हेटौँडामा घर बनाएका छन् अङ्कल आन्टीले यसो हेर्छु भनेर आएको आन्टी चाहिँ सास फेर्न देखाएन के सास फेर्न नदिएर यहाँ त कुना त कर्कला कुना के होला भनेर खोजिरहेको यो आन्टी त यस्तो छ कि आन्टी यसको आन्टी चाहिँ यस्तो प्रयास छ कि फेरि कर्कला फेर्न पनि सुन्छ कि भनेर खोजिरहेको छ आन्टी चाहिँ यस्तो छ अब मेरो त कुरै नगर म त उदार मान्छे हो मेरो त अब मान्छे चिनेकै छन् म जस्तो मान्छे त पाउनै मुस्किल छ अच्छा मान्छे त मै हो किनभने मैले भनेको छु यसलाई नगरेर यो 1 लाख कमाउने मान्छेले काम गर्दैन भनेको अब आन्टीले बेलुका भात खाँदैन भने चिन्ता पऱ्यो यसलाई त्यहाँबाट यसले अब यो सकि नसै खनिहाल्छ ल हेर्नु त यसको पसिना मात्रै हो र एउटा कालो भइसकेको गोरो बाँधे त्यो घाम पनि लिल्ला यो गराँ चाहिँ मकै यो गराँ मैले खनेर मकै रोपेको थिएँ मैले खन्दा चाहिँ यहाँ मकै पनि पाक्यो अलिकति त्यहाँ छ हरियो मकै पनि खाइयो अनि कटहर पनि खाइयो रुखको कटहर चाहिँ थुप्रै खाइयो अनि यही खन्ने मान्छेले चाहिँ खानु पाएन दुईमा थियो खानु पाक्ने होला अब आयो यो भिन्डीको रुख पनि चिनाएको छैनस् होला तैँले विदेश गएर बिर्सिहालिस् यो रामतोरिया के रामतोरिया यो रामतोरिया हो यो तरकारी खानु परेको हुन्छ बिर्स्यो होला यसले यो त पाइँदैन दुबईमा पाइँदैन अनि यो कर्कलो पनि यसले खासै चिन्दैन होला अब आन्टी त कर्कला फेर्न चाहिँ सुन पाइन्छ भने खोइरहने मान्छेको कुरा के गर्नु अब सुनपानी कर्कला यसरी यो रोप्या चाहिँ खन्या चाहिँ मैले हो पहिलो लटमा अब यस्तो छ यो मान्छे बिहा गर्ने भनेर आएको यतिकोलाई केटी त कसले दिन्थेन होला र खासै समस्या होइन किनभने लक्का जवान छ पैसा पनि कमाउँछ काम पनि गर्छ यी खनिराखा भनेपछि अब यसलाई यसरी बुझौँ अब केटो के अब 1 लाख रुपियाँ कमाउनु चाहिँ खन्ने नै हो त दिउँसो पनि खाजा खानुपर्ने स्थिति हुन्छ अब बेलुका भात त जेनतेन बरु मै पकाएर नै खुवाउँथ्यो होला खाजा त मेरो भान्सा चल्दैन यो खनिसकेपछि भोक लाग्छ यो चाहिँ खनिसकेपछि भोक लाग्छ यति खनेर यहाँ के लाउने विचार गरे आयो फेरि आन्टीले चाहिँ हाम्रोतिर भट्टा सिधै रोप्ने चलन थियो यहाँ त बिउ राख्यो अब यो यहाँ यसरी सिधै रोपिन्छ नि अब यो के छ भने दुःख दिन बाटो नि त यो दुःख दिन त कसरी हुन्छ कमाएर अब यो पोहोरतिर चाहिँ म मुर्गा भन्ने यसपालि तेरो पालो आएछ धन्न त आइपुगिस् गलत समयमा आइएछ ल हेर्नुहोस् गाइजहरू यस्तो छ अवस्था अब के गर्नु यसलाई यो गराँ चाहिँ भोलिपछि भटमास फल्छ तपाईँहरूलाई यसो चाख्न अनुकूल भएको साथीहरूलाई अब यो चाहिँ घरबेटीले यो साउनीले दियो भने पाइएला अब म त भने त्यस्तै हो कमेल टोक यहाँ मलाई ल अब यस्तो छ यसले रामतोरिया चिनेन ल 1 लाख रुपियाँ कमाए पनि दुःख चाहिँ गर्ने पर्ने रहेछ भन्ने बुझ्यो प्लेन चढेको त्यो मन्त्री सन्त्रीसँग यसो फोटो खिचेको त्यो सबै गर्दाखेरि यो काम छोडेर हिँड्नु जस्तो लाग्दैन अहिले परिस्थितिमा परियो मैले पनि अब त्योभन्दा बाहेक अर्थकतामा भन्ने ठाउँ केही छैन किनभने अब कहिलेकाहीँ मै शरणार्थी हुनुपर्ने स्थिति आउँछ भोलि पछि त्यो त
तैँले बिहा गऱ्यो भने थाहा हुन्छ। बोलेको सबै